हामीसँग फेरि यो एउटा सिजीको यो चाहिँ सिजीको हो, सिजीको 32 इन्चको टिभी, कालो स्क्रिन आउने, पिक्चर नदेख्ने समस्या छ, देख्न सकिन्छ। रातो बत्ती बलिसक्यो। अब हामी पावर अन गरौँ। पावर अन गर्ने बटन पनि यहाँ छ है, लाइनै छ, यहाँ पावर अनको बटन छ। यो रातो बत्ती निप्नु पर्यो। यो पावर अन थिचेपछि बत्ती चेन्ज भयो, सेट अन भयो। यति आएर यसको जाने समस्या, सेट अनै छ, यति नै आएर जाने समस्या छ। अब के छ हामी हेर्छौँ, बोर्डबाट छ या ब्याकलाइटबाट छ भन्ने कुरा। स्क्रिनमा केही देख्दैन, कालो स्क्रिन छ है। यो सेट अन भएको लिड हो। पहिला रातो बत्ती थियो। यो जब पावर अनको स्विच थिचेपछि अथवा रिमोट थिचिसकेपछि के हुन्छ, यो बत्ती चेन्ज हुन्छ। अहिले हामीले यो पावर बटन थिचेको भएर फेरि अफ मोडमा गएको छ। फेरि पनि यसलाई अन मोडमा ल्याउँ। बत्ती चेन्ज भयो। स्क्रिनमा केही सिम्पटम देख्न सकिन्छ कि हेरौँ, यति मात्रै हो। अब हामी यसलाई अगाडि हेर्छौँ के छ। निकाल्यो, यो निकालेसँगै अब हामीले रिमोट सेन्सरलाई पनि छुटाउँछौँ। यसको यो टिभीमा जुन खालको समस्या छ, समस्या चाहिँ यो बोर्डमा देखिरहेछ। बोर्ड रिपेयर गरौँ, के छ समस्या, बोर्डबाट सक्सेस हुन्छ या हुँदैन है। बोर्डमा चाहिँ म्याक्सिमम समस्या बोर्डमा देखिरहेछ। तर कि ब्याकलाइटलाई चाहिने जति भोल्टेज यसले आउटपुट गर्न सकेको छैन। त्यो भोल्टेज हामी फिक्स गर्छौँ, त्यसपछि जोडेर हेर्छौँ। भएन भने हामी के गर्नुपर्छ गर्छौँ। अब यो बोर्ड चाहिँ रिपेयर गरियो।
रिपेयर गरेसँगै अब यो भयो कि भएन, समस्या फिक्स भयो कि भएन भनेर अब यसलाई जोडेर हेरौँ। सेन्सर जोडौँ पहिला, त्यसपछि गएर यो एसी करेन्ट दिउँ, बोर्डमा सप्लाई दिउँ यसलाई। बत्ती बल्यो, रातो लिड हैन। अब यसलाई पावर दिन्छौँ, यही छ स्विच, पावर स्विच देख्न सकिन्छ, यहाँ देख्न सकिन्छ स्विचहरू। यो चाहिँ पावर अन, बत्ती चेन्ज भयो, ब्लू कलरको बत्ती बल्यो। अब हामी स्क्रिनमा हेरौँ। बोर्डको समस्याले गर्दा यो टिभीमा लाइट नआउने, स्क्रिन नदेख्ने अथवा कालो स्क्रिन भएको थियो, बोर्ड रिपेयर भयो, टिभी चल्न थाल्यो। अब हामी यसलाई प्याक गर्छौँ। फाइनल्ली हामीले यो प्याक गरिसक्यौँ टिभी। अब यसलाई चाहिँ लास्ट टाइम के गरौँ भने पावर अनको बटन थिचौँ। यहाँ पावर अन बटन छ, यो बटन मध्ये यो बटन पावर अन थिच्यो। पावर अन थिचेसँगै टिभी अन भइसक्यो, देख्न सकिन्छ। यदि तपाईहरुको कुनै पनि टिभीमा यस्तो खालको समस्या छ भने 100% तपाईको विथ ग्यारेन्टी सहित बन्ने ठाउँ अथोराइज सर्भिस सेन्टरलाई सम्झिन सक्नुहुन्छ। यदि यो समस्या छ भने यस्तै खालको समस्याहरू, यस्तै टाइपको धेरै टाइपका समस्याहरू हुन्छन्। स्क्रिनमा ढर्को आउने हुन्छ, तेर्सो ढर्को आउने, ठाडो ढर्को आउने, स्क्रिनमा चाहिने तपाईको पिक्चरसँग डबल रोलिङ टाइपको हुने, ती सबै खाले समस्याहरू एकै ठाउँबाट समस्या समाधान हुन्छ। अथोराइज सर्भिस सेन्टरलाई सम्झिन सक्नुहुन्छ।